नमस्कार, प्राइम 24 मिडियामा यहाँहरूलाई स्वागत छ। म रमेश बराल। सुरुमा मुख्य समाचारका मूल शीर्षकहरू। मीनबहादुर लगायतलाई थुनामा नराखी अनुसन्धान गर्दा मुद्दा प्रभावित पार्न सक्ने सर्वोच्चलाई सिआइबीको जवाफ। सरकारको आम्दानी 9 खर्बमा सीमित, खर्च भने 12 खर्ब बढी। राष्ट्रपति आफैले बेहोर्न चाहेको उपचार खर्च राज्य कोषबाट निकासा। मनोरञ्जन कर लिन क्यासिनो र फिल्म हलको टिकट डिजिटाइज गर्न काठमाडौँ महानगरको निर्देशन। नेपालमा भूमि ब्याङ्क स्थापना गरे कृषि उत्पादन 80% वृद्धि हुने केपी ओलीको दाबी। ललितपुरको चक्रपथ स्थित ग्वारको चोकमा निर्माण थालिएको फ्लाइओभरको काम रोकियो। महानगरले सुरु गर्यो बजार अनुगमन। कफी पसललाई तिरायो 10,000 रुपियाँ जरिमाना। उता लमैमा चार्जिङ स्टेसन सञ्चालनमा। विद्युत प्राधिकरणको असक्षमता कारण आन्तरिक उत्पादनको बिजुली खेर उद्योगहरूमा दैनिक लोड सेडिङ। घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन्द्र तामाङ। स्कुटरलाई टिप्परले दियो ठक्कर, इटहरीमा तनावग्रस्त। ललितपुरको दापाखेलबाट एक पुरुष बेपत्ता। कोशी प्रदेशमा डेङ्गी सङ्क्रमण बढ्दै। त्रिवेणीमा अस्तव्यस्त शैक्षिक पात्रो, परीक्षा हुन्न 1.5 वर्ष नतिजा अन्यलमा। मलेसियामा मापदण्डको सजाय हटाउने सम्बन्धी कानुन आजदेखि कार्यान्वयन। साउदी अरबमा भने वर्षको ठुलो सामूहिक मृत्युदण्ड दिइँदै। रोमाञ्चक खेलमा आयरल्यान्डसँग 2 विकेटले हार्यो नेपाल। 31 रनको कमीले जिम्बाब्वे लगातार दोस्रो पटक विश्वकप खेल्नबाट वञ्चित। अनि फुटबलमा कुवेतलाई सडन डेथमा हराउँदै भारतले जित्यो 9औं पटक साफ च्याम्पियनसिपको उपाधि। आज मिति 2080 साल असार महिना 21 गते बिहिबार, ईस्वी सम्मत 2023 जुलाई 6 तारिक। देश तथा विदेशका सम्पूर्ण ताजा खबर लिएर आएको छु। अन्तिम समय हेरेर साथ दिनुहोला। अब समाचार विस्तारमा। ललिता निवास प्रकरणमा मुद्दालाई प्रभावित पार्न सक्नेहरू पक्राउ परेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले सर्वोच्च अदालतलाई जवाब पठाएको छ। गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले कारण देखाउ आदेश जारी गरेका थिए। त्यसबारे ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यले सर्वोच्चमा जवाब पठाएकी हुन्। आफूहरूलाई गैर कानुनी रूपमा थुनामा राखेको भन्दै बाटपटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह र धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसमा कारण देखाउ आदेश दिएपछि ब्युरोले अदालतमा जवाब फर्काएको हो। फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ। कृत्य कसुरमा अनुसन्धान गरिरहेको हुँदा प्रमाणहरू लोप हुन सक्ने, उनीहरू भाग्न सक्ने र अन्य प्रमाणहरूलाई लुकाउन वा दबाउन सक्ने, अन्य व्यक्तिहरूलाई पनि प्रलोभनमा पार्न सक्ने भएकाले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्छ भनेका छौँ, उनले जवाफलाई उद्धृत गर्दै भनिन्। त्यस्तै उनीहरू प्रभावशाली व्यक्तित्वहरू भएकाले पनि हिरासतमा राख्न जरुरी भएको जिकिर गरिएको एआइजी बज्राचार्यले बताइन्। पक्राउ परेका व्यक्तिहरू प्रभावशाली भएकाले अनुसन्धानमा समेत समस्या आउन सक्ने आधारले हिरासतमा राख्नुपर्छ भनेका हौँ, उनले भनिन्। मङ्गलबार पनि यस रिटको पेशी थियो। न्यायाधीश आनन्द मोहन भट्टराई र हरिप्रसाद खुयालको इजलासमा परेको थियो, तर उक्त रिट हेर्न नभ्याइने भएकाले भ्याइ नभ्याइ राखिएको थियो। ब्युरोले 17 जना लिएको अन्तरिम आदेश विरुद्ध पनि भ्याकेट निवेदन दिन दिएको थियो। ललिता निवास प्रकरणमा संलग्न रहेका आरोपी 17 जनाले आफूहरूलाई पक्राउ नगर्न भन्दै सर्वोच्चबाट स्टे अर्डर दिएका थिए। त्यसलाई खारेजी गर्न माग गर्दै ब्युरोले भ्याकेट निवेदन हालेको हो। सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझे त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा जान पाउँछ। त्यस्तो निवेदन स्वीकार गरेर सर्वोच्चले आफ्नो अघिल्लो निर्णय खारेज गर्ने कार्यलाई भ्याकेट भनिन्छ। ललिता निवासको सरकारी कागजात फिर्ते गरी जग्गा विभिन्न व्यक्तिहरूको नाममा गरेको प्रमाणहरूमा असार 12 गते प्रहरीले 7 जनालाई पक्राउ गरेको थियो। 7 जनामध्ये 3 जनाले सर्वोच्चबाट स्टे अर्डर लिएको पाएपछि भने उनीहरूलाई ब्युरोले त्यही साँझ छाडेको थियो। मालपोत कारले दिल्ली बजारका तत्कालीन प्रमुख कलदार देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्र मणि केसीलाई पनि पक्राउ गरी त्यही साँझ छाडेको थियो। सर्वोच्चका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले 2079 साउन 19 गते उक्त अन्तरिम आदेश जारी गरेका थिए। अहिलेसम्म केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा 9 जनालाई पक्राउ गरिसकेको छ। फजुल खर्च रोक्न नसकेपछि सरकारको आम्दानी भन्दा खर्च धेरै भएको छ। चालु आर्थिक वर्षमा सङ्घीय सरकारको कुल खर्च 12 खर्ब 54 अर्ब पुगेको छ, जबकि आम्दानी 9 खर्ब 9 अर्ब रुपियाँ मात्र सीमित छ। आज अर्थ समितिको बैठकमा बोल्दै राजस्व सचिव रामप्रसाद घिमिरेले राजस्व सङ्कलन लक्ष्यको 64% मात्रै उठेको बताए। चालु आर्थिक वर्षमा 14 खर्ब 3 अर्बको राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा
अहिलेसम्म 8 खर्ब 49 अर्ब मात्र सङ्कलन भएको छ। लक्ष्य भेटाउन अबका 12 दिनमा 5 खर्ब उठाउनु पर्नेछ। आम्दानी कम भए पनि गैर बजेटरी खर्चको दायित्व बढेको मन्त्रालयले जनाएको छ। यो वर्षको असारमा मात्रै 25 अर्बको अतिरिक्त दायित्व थपिएको छ। चालु आर्थिक वर्षमा आन्तरिक ऋणको सामा तथा ब्याज भुक्तानीमा 43 अर्ब, रासायनिक मल खरिदमा 7 अर्ब, कर्मचारीको वृद्धि भएको तलब भत्तामा 30 अर्ब र सामाजिक सुरक्षा भत्तामा 6 अर्ब बजेट थप गरिएको थियो। 55 अर्ब वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएकोमा 4 अर्ब मात्र आएको छ। समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारको काम गर्ने क्षमता नहुँदा वैदेशिक ऋण र अनुदान नआएको र असारमा काम गर्ने प्रवृत्ति सुधार नभएको भन्दै आलोचना गरेका थिए। यता अर्थमन्त्री प्रकाश शरण महतले सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउन सबै प्रयास गरेको भन्दै सरकारको बचाउ गरेका थिए। गत वैशाख 6 गतेदेखि 17 गतेसम्म भारतमा उपचार गराएको खर्च राष्ट्रपति रामचन्द्र पौडेलले आफै बेहोर्न चाहेको सार्वजनिक गरिए पनि रकम दिनका लागि अर्थ मन्त्रालयमा ताकेता गरिएको खुलेको छ। 11 दिनसम्म देश बाहिर गरिएको उपचार खर्चबारे प्रश्न उठेपछि राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले गत वैशाख 19 गते आफैले बेहोर्न चाहेको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी थिइन्। कार्कीले भनेकी थिइन्, नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान एम्समा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई विदितै छ। उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ। राष्ट्रपतिको सचिवालयले आफै बेहोर्ने भने पनि त्यस क्रममा भएको 55 लाख खर्च निकासा गर्न परराष्ट्र मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा ताकेता गरिएको छ र अर्थले पनि रकम स्वीकृति गरेको पाइएको छ। अर्थले पौडेलको उपचारमा लागेको 55 लाख 4,664 रुपैयाँ दिन तयार रहेको जानकारी परराष्ट्रलाई दिएको पत्र सार्वजनिक भएको छ। परराष्ट्रले प्रशासनिक प्रयोजनका लागि अर्थमा पठाएको पत्रमा भनिएको छ, उक्त अवधिमा लागेको खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको हुँदा सो भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको चल्ती नम्बर 837 मिति 2080 3 महिना 11बाट स्वास्थ्य उपचारमा लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी 55,04,654 रुपैयाँ सहमति प्राप्त भएको हो। नेपालमै उपचार सम्भव हुँदा पौडेल छातीको उपचारका लागि दिल्ली गएको चिकित्सकहरूले बताउँदै आएका छन्। काठमाडौँ महानगरपालिकाले फिल्म हल र क्यासिनोको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ। 17वटा सिनेमा हल र 6वटा क्यासिनोलाई प्रवेश शुल्क बापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो। मङ्गलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, मनोरञ्जन करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए 3 दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए 30 दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनु पर्नेछ। पत्र अनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ। बागमती प्रदेश सरकारले मनोरञ्जन घर, चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट थिएटर, नाटक घर, फन पार्क, वाटर गार्डन, बाल उद्यान, दोहोरी साँझ, डान्स बार, क्यासिनो, फुटसल, जुम्बा, नाइट क्लब, मसाज एवं स्पा, जिप लाइन, बन्जी जम्प, स्विमिङ पुल र पार्क लगायत मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ। उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा 5% मनोरञ्जन कर बुझाउनु पर्नेछ। यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रति व्यक्तिबाट 50 रुपैयाँ मनोरञ्जन कर छुट्याउनु पर्नेछ। फन पार्क, वाटर गार्डन, बाल उद्यान जस्ता स्थानमा 3%, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा 5% मनोरञ्जन कर महानगरमा बुझाउनु पर्ने व्यवस्था रहेको छ। प्रशासनिक प्रयोजनका लागि अर्थमा पठाएको पत्रमा भनिएको छ, उक्त अवधिमा लागेको खर्च नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भूमि बैंक स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ छ। मङ्गलबार च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपन्छी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले तराईमा ठुल्ठुला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अति आवश्यक रहेको बताए। ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे। उनले नेपालमा 5 वर्षभित्र कृषि उत्पादन 80%ले वृद्धि गर्न सकिने जिकिर समेत गरे। त्यसका लागि कृषिमा आधुनिक औजारहरू
उन्नत स्तरको बिउ बिजन मल सिँचाइको प्रबन्ध गर्नुपर्ने ओलीले बताए। उनले भने भूमि ब्याङ्कमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रूपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ। पहाड सहकारी नै काफी हुन्छ, यहाँ राम्रो हुन्छ, यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन्। कृषि उत्पादन 5 वर्षमा कम्तीमा 80% बढाउन सकिन्छ। यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै 80% कसरी हुन्छ? मलाई लाग्छ यो त 100% पुर्याउन सकिन्छ। अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गरे। उनले माटोलाई स्वस्थ राख्नका लागि प्राङ्गारिक मलको प्रयोग गर्दै वृद्धि गर्न सकिन्छ भन्ने बताए। ललितपुरको चक्रपथ स्थित ग्वारको चोकमा निर्माण थालिएको फ्लाइओभर बेड सेपरेटेड इन्ट्रक्सनको काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माण स्थलमा चक्रपथको कालो पत्रे उक्काइएको छ भने सडक बीचमा राखिएको सडक विभाजकको डिभाइजर हटाइएको छ। यसै कारण 5 महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आएको छ, तर अहिले त निर्माण रोकिएको छ। गत माघ 28 गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो। सडक विभागका महानिर्देशक सुशील बाबु ढकालले फ्लाइओभर निर्माणका क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए। उनले भने प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण गर्ने प्रयास भइरहेको छ। उनका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन EPC मोडेलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो। यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको सर्वे डिजाइन र कमिसनिङ गर्नुपर्ने हुन्छ। महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ। अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सो सम्बन्धी अन्य काम भइरहेको उनको भनाइ छ। त्यस्तै काठमाडौँ महानगरपालिकाले बजार अनुगमन पनि सुरु गरेको छ। खाद्यान्न लक्षित अनुगमन बढाउने उद्देश्यसहित मङ्गलबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ। महानगरका मेयर बालेन्द्र शाह प्रेस सहजकर्ता सुरेन्द्र बजगाईका अनुसार मङ्गलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो। महानगरले 32 पुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कफी सपमा उपभोग्य मिति नभएको केकजन्य वस्तु बरामद भएको महानगरपालिकाले जनाएको छ। उत्पादन र उपभोग्य म्याद नभएको उक्त वस्तु जफत गर्दै महानगरले कफी पसललाई 10,000 रुपैयाँ जरिमाना गरेको छ। त्यस्तै पसलमा सरसफाइ राख्न र गुणस्तरीय वस्तु मात्रै बिक्री वितरण गर्न महानगरले पसलहरूलाई सचेत गराएको छ। उता दाङको पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमै बस पार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार 1,50,00,000 लाखको लागतमा 2वटा स्टेसन निर्माण गरिएको हो। चार्जिङ स्टेसनमा दैनिक 5 देखि 10 वटा सवारी साधनले सेवा लिने गरेका छन्। चार्जिङ स्टेसनले सहजता थपेको सवारी धनी विमल केसीले बताए। पूर्वमा बुटोल र पश्चिममा कोहलपुरमा स्टेसन थियो। नेपाल विद्युत प्राधिकरणको अक्षमताका कारण केही वर्ष यता वर्षायाममा आन्तरिक उत्पादनको बिजुली खेर गइरहेको छ। एकातिर निजी क्षेत्रका 30 वटा आयोजनाबाट उत्पादित 500 मेगावाटसम्म बिजुली खेर गइरहेको छ भने अर्कातिर उद्योगहरूमा अझै ओभरलोड सेडिङ छ। प्राधिकरणले वर्षातको मौसममा सुरु भएसँगै उत्पादन बढेको भन्दै निजी क्षेत्रलाई लोड घटाउन निर्देशन दिएको थियो, तर प्राधिकरणले आवश्यक पूर्वाधार र प्रसारण लाइनको क्षमता बढाउन नसक्दा उद्योगहरूले दैनिक लोड सेडिङ झेलिरहेका छन्। प्राधिकरणले भएकै बिजुलीको उपभोग्य बढाउन नसक्दा र पूर्वाधारको क्षमता विस्तार गर्न नसक्दा अहिले पनि औद्योगिक क्षेत्रभित्र उद्योगहरूको अघोषित लोड सेडिङ भोगिरहेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका एक पूर्व अध्यक्षका अनुसार उद्योगहरूले साँझ र बिहानको पिक आवरमा बिजुली पाएका छैनन्। उनले भने बिजुली पाएको अवस्थामा पनि बिहान बेलुका 5-6 पटक ट्रिपिङ बिजुली आउने जाने भइरहन्छ। प्राधिकरणले पिक आवरमा नचलाउनुहोस् भन्ने गरेको छ। औपचारिक रूपमा लोड सेडिङ नभने पनि क्षमता अनुसार बिजुली पाउन नसकेको उनको गुनासो छ। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपानले प्राधिकरणले क्षमता घटाएर उत्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिरहेको गुनासो गरेका छन्, जसका कारण विभिन्न क्षेत्रमा 30 वटा आयोजनाबाट
उत्पादित 500 मेगावाटसम्म बिजुली खेर जान थालेको छ। प्रतिनिधि मण्डलले मङ्गलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर निजी क्षेत्रको बिजुली उत्पादन घटाउँदा समग्र अर्थतन्त्रमा नै असर पर्ने र यसले थप समस्या आउन सक्ने भन्दै सचेत गराएको छ। इपानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजनाको क्षमता घटाउँदा ऋणमा चलेको आयोजनालाई बैंकको किस्ता तिर्न समस्या हुने बताए। कार्कीले भने प्राधिकरणका कारण निजी क्षेत्रको लगानी डुब्ने अवस्था आउन सक्छ। टेक और पे भनेर विद्युत खरिद बिक्री सम्झौता माताद नै विद्युत उत्पादन क्षमता भने करिब 1200 मेगावाट छ। नेपाली चर्चित र गायक तथा अभिनेता रबिन तामाङको निधन भएको छ। उनी मङ्गलबार बेलुका बुढानीलकण्ठ 5 सिसेनी स्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले रातोपाटीलाई बताइन्। तामाङ घरको कोठाभित्र मृत भेटिएकी हुन्। प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर दिपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए। तामाङकी दिदी भगवतीले हामीलाई 6 बजेतिर कोठाको ढोका लक भएको र भाइ भित्र रहेको खबर गर्नुभएको थियो। सोही अनुसार हामी घरमा पुगेका थियौँ। चन्दनले भनिन्, हामीले ढोका फोरेर हेर्दा उहाँ बेड छेउमा मृत भेटिनुभयो। घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकाले कानुनी प्रक्रिया पुर्याएर सब पोस्टमार्टमका लागि पठाइएको उनले खुलाए। नेपाली रक ब्यान्ड रबिन एन्ड लुज रबिन एन्ड दि न्यू रिभोल्युसनका संस्थापक रबिन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए। जय परशुराम, बादशाह जुट, चिसो स्प्रे, मुखौटो, छड्के, नाका, वान वे लगायतका दर्जनौं बढी फिल्ममा अभिनय गरेका उनले पछिल्लो फिल्म छड्के 2 मा केही अगाडि प्रदर्शनमा आएको थियो। हिन्दी वेब सिरिज दि लास्ट आवरमा समेत अभिनय गरेका उनले नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ। लाउरे परिवारका रबिनको जन्म सिङ्गापुरमा भएको थियो। सिङ्गापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा सङ्गीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डिप पर्पलबाट प्रभावित थिए। सन् 1996 मा नेपाल आएका उनले गाएका केटाकेटी, मेरो माया, दम मारो दम, कल्पना लगायतका कैयौँ गीत युवा पुस्तामा मात्र चर्चित छन्। आमा र छोरी चढेको स्कुटरलाई टिप्परले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ। केही बेर अघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारण बीच झडप भइरहेको छ। दुर्घटनामा आमा छोरी दुवैजनाको मृत्यु भएको छ। प्रहरीले भने घटनाबारे केही बताएको छैन। कान्छाराम कन्स्ट्रक्सनको ना 9107 नम्बरको टिप्परले को 14 प 526 नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। टिप्परको ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन्। स्थानीयवासीले टिप्पर तोडफोड गरेका छन्। यता ललितपुरको धापाखेलबाट एकजना पुरुष बेपत्ता भएका छन्। धापाखेल 23 निवासी श्री बहादुर अधिकारी सोमबार बिहान घरबाट निस्किएका अझैसम्म पनि परिवारको सम्पर्कमा नआएका हुन्। अधिकारीकी पत्नी रमिला अधिकारीका अनुसार उनी सोमबार बिहान करिब 6:30 बजे कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए। त्यस यता उनी कसैको सम्पर्कमा रहेका छैनन्। अधिकारीलाई कसैले देखेमा सम्पर्क गरेकोमा परिवारलाई 98 49 20 29 54 र 98 41 33 37 09 98 13 58 93 70 नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ। कोशी प्रदेशमा लामखुट्टेको टुकाइबाट सर्ने डेङ्गी संक्रमण बढ्दै गएको छ। गत जेठ यता 154 जना संक्रमित भेटिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत रूप नारायण यादवले जानकारी दिए। कोशी प्रदेशका 14 मध्ये सुनसरी, मोरङ, सङ्खुवा सभा डेङ्गी संक्रमण बढी देखिएको छ। सुनसरीको धरानमा 17 देखि 30 वर्षीय एक महिलाको डेङ्गी संक्रमणबाट मृत्यु भइसकेको छ। गत वर्ष कोशी प्रदेशमा 2100 जना डेङ्गीबाट संक्रमित भएका थिए। यसैबीच डेङ्गीको संक्रमण तीव्र रूपले फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले खोज र नष्ट गर अभियान चलाउन आग्रह गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर प्रशासनले खोज र नष्ट कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्न स्थानीय तहहरूलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। यसैबीच वर्षायाम सुरु भएसँगै हिमाली जिल्ला सङ्खुवा सभामा डेङ्गु लगायत कीट जन्ने रोगको जोखिम बढेको छ। असार महिनामा मात्रै 32 जनामा डेङ्गु पोजिटिभ देखिएको जिल्ला अस्पताल सङ्खुवा सभाले जनाएको छ। तराईमा मात्र देखिने सरुवा तथा कीट जन्ने रोग, डेङ्गु, झाडा पखाला लगायत समस्या पछिल्लो समय हिमाली जिल्लामा समेत देखिन थालेको छ। एक वर्षको अवधिमा सङ्खुवा सभामा 346 जना डेङ्गुका बिरामी उपचारका लागि आएको जिल्ला अस्पताल सङ्खुवा सभाका प्रमुख डाक्टर प्रणाम जरुरले जानकारी दिए। डेङ्गु देखिनुमा लामखुट्टे चिसो ठाउँमा बाँचेर बसेको वा अन्त्यबाट यातायातका साधनसँगै आइपुगेको हो भन्ने यकिन छैन। लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन स्थानीय बासिन्दालाई चिकित्सकहरूले सुझाएका छन्। त्रिभुवन विश्वविद्यालय त्रिवीका स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको 6 महिना
महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन। ती विद्यार्थीको 2078 साल चैतदेखि पढाइ सुरु भएको थियो। शैक्षिक पाठ्य क्यालेन्डर नियमित भइदिएको भए ती विद्यार्थीले अहिले 1300 वर्षको पनि करिब आधा पढाइ सकिसकेका हुन्थे। तर 15 महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन्। कलङ्की स्थित एडमार्ट कलेजमा अध्ययनरत अबिन महर्जनले भने, पढेको जति सबै बिर्सिसक्यौँ, अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ। ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन्। केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन्। त्रिविममा वार्षिक प्रणालीमा मात्र होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन। शैक्षिक पाठ्य अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको 80% विद्यार्थी भार बोकिरहेको त्रिविमले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ। समयमै परीक्षा र नतिजाको सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन्। लोकसेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन्। विद्यार्थीले हरेक वर्ष खेप्नुपर्ने यो हैरानीबाट कसरी मुक्त गराउने भन्ने विषयमा त्रिविका जिम्मेवार पदाधिकारी समेत सिद्ध बुद्ध दबाब दिन सक्दैनन्। एक त रोजगारी केन्द्रित पढाइको अभाव, त्यसैमाथि पढाइ, परीक्षा र नतिजाको समय भरपर्दो नभएपछि थप अध्ययनका लागि विदेशी नै विद्यार्थीहरूको सङ्ख्यामा वर्षेनी वृद्धि भइरहेको छ। पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले वार्षिक प्रणाली अनुसार पढाइ हुने तहका विद्यार्थीहरूलाई शैक्षिक पाठ्य अनियमितताका कारण सबैभन्दा धेरै समस्या परेको बताए। यो समाचार गोर्खापत्र दैनिकमा छ। अब अन्तर्राष्ट्रिय समाचारमा, कोलालम्पुर मलेसियामा गम्भीर अपराध घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने सम्बन्धी कानुन आजदेखि कार्यान्वयनमा आएको छ। सङ्घीय सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार आजदेखि अनिवार्य मृत्युदण्ड उन्मूलन कानुन 2023 कार्यान्वयनमा आएको हो। गत अप्रिल 3 मा संसदले अनिवार्य मृत्युदण्डलाई वैकल्पिक सजायका रूपमा स्थापना गर्दै यसको सट्टा आजीवन कारावास वा कोर्रा लगाउने जस्ता दण्ड दिने व्यवस्था सहितको विधेयक पारित गरेको थियो। नयाँ कानुन अनुसार अदालतले आवश्यक ठानेको अवस्थामा मृत्युदण्डको सजाय भने सुनाउन सक्नेछ। हत्या र आतंकवाद जस्ता गम्भीर अपराधमा दोषी ठहरनेलाई अबदेखि 30 देखि 40 वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ। मलेसियामा 34 प्रकारका अपराधमा मृत्युदण्ड दिइन्छ भने अप्रिल 3 अघि 11 वटा अपराधमा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो। सरकारले सन् 2018 यता मृत्युदण्डको कार्यान्वयनमा अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो। एमनेस्टी इन्टरनेसनलका अनुसार मलेसियामा मृत्युदण्डको सजाय सुनाइहरूकोमा सङ्ख्यामा 1300को हाराहारीमा छ। नयाँ कानुनले यसअघि नै मृत्युदण्ड सुनाइएका तर कार्यान्वयन नभएकाहरूको हकमा 3 महिनाभित्र पुनर्विचारका लागि पुनरावेदन गर्न सक्ने व्यवस्था गरेको छ। मलेसियामा पछिल्लो 3 दशकमा 1300 भन्दा बढीलाई फाँसी दिएको छ। मलेसियामा नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य स्थल हो। विश्वका थुप्रै देशले मृत्युदण्डको सजाय उन्मूलन गरिसके पनि अमेरिका, जापान, ताइवान, सिङ्गापुर, दक्षिण कोरिया, चीन, भारत र धेरैजसो इस्लामिक मुलुकहरूमा मृत्युदण्डको व्यवस्था कायम छ। तर उता साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका 5 जनालाई सामूहिक फाँसी दिन लागि हो। मिडियाका अनुसार यी अपराधीहरूलाई मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा 5 जनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए। यी 5 दोषी मध्ये 4 साउदी र 1 इजिप्टका नागरिक हुन्। आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो भन्ने विषयमा चाहिँ उल्लेख गरिएको छैन। मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन। तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले 49.2 ओभरमा 8 विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो। उता स्कटल्यान्डसँग 31 रनले पराजित भएपछि घरेलु टोली जिम्बाब्वेले आगामी 1 दिवसीय विश्वकप खेल्न नपाउने भएको छ। सुपर 6 चरणको अङ्क तालिकामा सबैभन्दा माथि रहने 2 टोली यसै वर्ष भारतमा आयोजना हुने 1 दिवसीय विश्वकपमा छनौट हुने प्रावधान छ। मङ्गलबारको नतिजापछि श्रीलङ्का 8 अङ्कसहित विश्वकपमा छनौट भएको छ र 6 अङ्कसहित दोस्रो स्थानमा उक्लिएको स्कटल्यान्ड पनि विश्वकपमा छनौट भएको छ। उता फुटबलमा साबिक च्याम्पियन भारतले 9औं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा भारतले आमन्त्रित अरेबियन टोली कुवेतलाई सडन डेथमा
पराजित गर्दै उपाधि जितेको हो। मङ्गलबार बेङ्गलोरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा घरेलु टोली भारत सनसनीपूर्ण जित निकाल्न सफल भएको हो। भारतको जितमा गोलरक्षक गुरप्रति सिंह नायक साबित भए। उनले कुवेती 2 खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। हवस् त आजको लागि खबर अन्त्यसँगै हामीलाई बिदा दिनुहोस्। दैनिक ताजा खबर अपडेटका लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न र सँगै रहेको बेल आइकनलाई थिच्न पनि नभुल्नुहोला। यतिन्जेल हामीलाई हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।